साथीहरु तपाईहरुसँग चाहिँ एउटा सानो कुरा भन्न आएको के म हैन अर्को साम्पाङको एउटा स्ट्याटस पनि देखेँ अनि त्यहाँ चाहिँ भनेको रहेछ के अब हस्पिटल भन्दा पार्कहरु यताउता खै के हैन पार्कहरु यताउता चाहिँ लाई चाहिँ प्राथमिकता दिनुपर्छ पहिला यताउता कुरा आएको थियो हैन अनि त्यसैमा अनि एउटा ब्रदरको भिडियो पनि हेरेको थिएँ के मैले पुरा बडी छोडी यस्तो देखाएर हैन यसरी हेल्दी हुन्छ यहाँ त्यहाँ हैन घण्टा हेल्दी हुन्छ मुजी हामी जस्तो काम गरेर खाने बिहान बेलुका काम गरेर बेलुका खानेलाई मुजी पार्क हस्पिटल फ्री गर न हस्पिटल जताततै बनाउन हस्पिटलहरुमा सहुलियत रूपमा उपचार गर्न सक्ने ठाउँ बनाउन मलाई एउटा नर्मल एउटा हात बिरामी हुँदाखेरि 1.5 लाख रुपैयाँ खर्च भएको छ हैन मलाई 1.5 लाख कमाउनलाई 3-4 वर्ष लाग्छ क्या म जस्तो इमानदार तरिकाले नेपालको अहिले हालको नेपालको कमाइ अनुसार हेर्ने हो भनेदेखि राम्रो तलब भनेको कति थाहा छ नेपालको 15-20 हजार काठमाडौँ ठाउँमा अनि भाडा कस्तो महँगो छ खानेकुरा कति महँगो छ काठमाडौँ ठाउँमा तेरो मुजी पार्कले के गर्छ हौ हामी जस्तो मान्छेलाई हस्पिटल शिक्षा फ्री गर क्या त्यो भिजन लिएर आऊ क्या तर मैले हर्क साम्पाङको विरोध गर्न खोजेको हैन तर देशको स्थिति हेर्दाखेरि क्या देशको स्थिति एकातिर गइरहेको छ नेताहरुको भिजन अर्कोतिर छ घण्टा गर्छ तिमीहरुको त्यो भिजनले यो भन्दा 2-3 वर्ष अगाडि मेरो बाबु मम्मी बिरामी भयो मैले 4-5 लाख रुपैयाँ सकाए क्या हस्पिटलमा त्यो मेरो जिन्दगी अहिले सम्मको मेरो उमेरको 30 वर्षसम्मको उमेरको मैले लगाएर खाएर अनि हैन घर व्यवहार हेरेर टारेर जमाको पैसा क्या त्यो थाहा छ अब मलाई यो हात यति बिरामी भएको छ मलाई अब 1.5 लाख रुपैयाँ ऋण लागेको छ भने यो 1.5 लाख तिर्नलाई मलाई 2 वर्ष लाग्छ क्या 20-25 हजार महिनामा कमाएर मैले महिनाको 10,000 जोगाए ल 10,000 जोगाए भने कति 15 महिना लाग्छ क्या 1,50,000 तिर्न तिम्रो जस्तो मैले खायो घिच्यो थिच्यो घिचेकोले थिचेर मैले पचन ठाउँ नभएर कुद्नेहरुलाई हो क्या पार्क चाहिएको भ्युटाहरु चाहिएको हामी जस्तो मान्छेलाई चाहिदैन हामी जस्तो गाउँमा हुर्केको मान्छेलाई डाँडा यी भ्युटाहरु भन्दा कयौं गुना अग्लो डाँडाहरु छ डाँडाबाट कस्तो भ्यू हेर्ने कस्तो वातावरण चाहियो कस्तो खालको फूल फुलेको ठाउँमा जाने कुन जंगलमा जाने बिहान बेलुकै हामी जंगल कुद्छौं हामीलाई एक्सरसाइज गर्ने ठाउँ चाहिदैन के हामीलाई उपचार सकेसम्म फ्री हैन के एकदम सस्तोमा उपचार गर्न पाउँ न जब एउटा हात फ्र्याक्चर हुँदा 1.5 लाख रुपैयाँ ऋण लाग्छ भने यस्तो मुजी देशमा को बस्छ म मेरो बुवा मम्मी मात्र मेरो बुवा मम्मी चाहिँ यङ भइदिएको भए नि मै बस्दिन थिए के नेपालमा बस्नुपर्छ के गर्नुपर्छ परिवर्तन गर्नुपर्छ भनेर बस्ने हो हामी जस्तो मान्छेहरु नि किन बस्ने भन्छु के अब म बसेको अहिले 30-31 वर्ष भयो म अहिले हैन अहिलेसम्म म यहाँ नेपालमा बसेको के विदेश जाने होला नि तिमीहरुले विदेशमा गएर खाडीमा गएर कमाउने जति पैसा म यहाँ कमाउँछु भनेर बस्थे क्या तर कमाउँछ भने नकमाउने हैन यहाँ खर्च कति छ नर्मल अहिले यो यति हात बिरामी हुँदाखेरि यति छ खोइ महिनामा 35-40 हजार पैसा कमाएर कहाँ जोगिन्छ भाइ कहाँ जोग्यो कोठा भाडा खानु पर्यो हैन तेल खर्च हिन्नु पर्यो खाजा खर्च खोइ महिनामा 10-वटा हजार जोगिदैन क्या त्यो माथि पनि म जस्तो परिवारहरुको जिम्मेवारी बोकेर हिँड्ने मान्छेको त झन् जिरो थाहा छ यदि केही गरेर बाइ चान्स अलिकति ठुलो बिरामी पर्यो भने आफूले उपचार गर्न नसकेर मर्नुपर्छ हामी जस्तो मान्छे अनि यस्तो देशमा बसेर उपचार नपाएर मर्ने ठाउँमा बसेर मलाई हस्पिटल भन्दा अगाडि पार्कहरु बनाउनु पर्छ होला केही हदसम्म त्यो ठीक होला काठमाडौँमा घिचेर थिचेर खाएको पचन ठाउँ नपाएर बसेकाहरुलाई हो त्यो बुझ्यौ नि हामी जस्तो बिहान बेलुका काम गरेर छाक्टार्नेहरुलाई नि काम छैन त्यो त्यस्तो भिजनहरु सक्छ भने यस्तो खालको भिजन ल्याउ कि मेरो बुवा मम्मीले गाउँमा अर्गानिक तरिकाले पारेको रक्सीले ब्रान्डिङ गर्ने भिजन लिएर आऊ विदेशी रक्सीहरु ब्यान गर नेपालकै रक्सीहरुको क्वालिटी ल्याब टेस्ट गरेर क्वालिटी के कस्तो के चाहिन्छ त्यसलाई गरेर बरु त्यो गर मेरो बुवा मम्मीले उत्पादन गरेको धान कोदो मकैको उचित मूल्य देऊ मेरो बाबा मम्मीले वर्षको 10 मुरी धान के मकै बेच्नुहुन्छ 10 मुरी मकैको कति आउँछ थाहा छ एक मुरीको 130 रुपैयाँ पाथ्यो भने
2600 इन्टु 10 गर्दाखेरि कति भयो 26,000 वर्षभरि कति 26,000मा त्यो 10 मुरी मकै फलाउनको लागि कति जान्छ थाहा छ मोल गोड्नु पर्यो रोप्नु पर्यो खेत बारी बनाउनु पर्यो ज्याला पनि भर्दैन ल घण्टाको बिजन ल्याउँछ मुजीहरूले केही पनि गर्दैन यो मुजी जोसुकै आयो नि केही पनि गर्दैन ल 100% भनिदिन्छु केही पनि हुनेवाला छैन ल अहिले जनतालाई सक्छ भने हस्पिटल र शिक्षा फ्री गरिदियो 5 देखि 10 लाखमा मलाई डाक्टर पढ्ने व्यवस्था गर्दै नेपालमा डाक्टरहरू उत्पादन गरेर छ्यापछ्याप्ती त्यो खालको भिजन लिएर सक्छ घण्टा पनि सक्दैन केही हुँदैन नेपालमा म अहिलेसम्म 30 वर्षको उमेरसम्ममा नेपालमा केही गर्नुपर्छ भनेर बसेको मान्छे म हैन तर अहिले आएर मलाई के लाग्छ भने विदेशै जानुपर्छ किन बस्ने नेपालमा केको लागि बस्ने जब यति नर्मल यो यति हात फ्र्याक्चर हुँदा एक्सिडेन्ट हुँदाखेरि 1.5 लाख रुपैयाँ खर्च हुन्छ यो 1.5 लाख कमाउन मलाई 1.5 वर्ष लाग्छ भने के घण्टा खोज्न बस्छु म यो देशमा नेता कस्तो आउँछ देशको झन्डा जलाउने हैन जातीय भेदभाव गर्ने आफू मात्र कसरी माथि पुग्ने भन्ने एकले अर्कालाई बाड्ने अर्कोले अर्को प्रतिशोधको सरकार भयो नि सबै सिक्ने केही पनि हुँदैन होला छैन अब यो रासोपाको केही आश छ हैन त्यो यसले पनि के गर्ला जस्तो लाग्दैन क्या तिमी सबै बिगारेर कुवाएर राखेको छ कसरी गर्ने मेरो उमेर बितिसक्छ यो चिजहरू गर्नलाई हैन तर मलाई यो भन्न मन थिएन हैन मैले गएर भोट पनि हाले सपोर्ट पनि गरे हैन आफूले मन लागेको मान्छेलाई मैले कति भिजनहरू पनि हैन नेताहरूसँग भेटेर आफ्नो भिजनहरू पनि राखेँ खुत्याउँदैन केही पनि हामी जस्तो मान्छेले केही हुँदैन क्या केही हुँदैन ल 100% लेखेर राख्नु अहिले मलाई बिहे गरेर बच्चापछि जन्माएर मैले दुईटा बच्चा पढाउनुलाई मासल तोरीको फुल देख्छ कि विदेश जानुपर्छ कि चोर फटाइ गर्नु पर्यो कि मान्छेलाई ढाँटेर छलेर पैसा कमाउनु पर्यो 2 नम्बरी गर्नु पर्यो हामी जस्तो इमानदार मान्छेले यहाँ नेपालमा केही छैन उनीहरूलाई केही छैन ल लेखेर राख्नुहोस् त्यो भिडियो हेरेपछि मैले कोले गाली गर्छ गरेर हैन मेन भनेको चाहिँ मलाई चित्त नबुझे त्यो एउटा ब्रो हैन यहाँ मैले फोटोसोटो त मैले गरिनँ त्यो भिडियो त मैले यहाँ सेयर गरिनँ हैन यहाँ यताउता गरेर घन्टा हामी जस्तो मैले 24 घन्टा 18-20 घन्टा काम गर्ने खेतबारीमा काम गर्ने मान्छेलाई सोध न मैले यहाँ थिच्यो मैले प्रोटिनले मैले शरीर बनायो अनि मैले बिहान बेलुका मैले 1-1 घन्टा 15-20 मिनट मैले पार्कमा कुदेर मैले त स्वस्थ हुन्छ पार्क बनाउनु पर्छ काठमाडौँमा मैले 3 आना जग्गा बनाएर मैले वरपर मलाई एउटा गमला राख्ने ठाउँ नबनाएर मलाई घर बनाएर मैले घिचेकोले थिचेर बसेकोलाई हो त्यो हामी जस्तो मान्छेलाई पार्क हामी जस्तो मान्छेलाई शिक्षा स्वास्थ्य फ्री गर सक्छौ भने शिक्षा स्वास्थ्य फ्री गरेर म महिनाको 10,000 कमाएर पनि यहाँ आनन्दले आफ्नो परिवारसँग बस्न सक्छु मजाले सङ्घर्ष गरेर बस्न सक्छु त्यसैले साथी यस्तो भिजनहरूको चाहिँ यो हैन फेसबुकमा पोस्ट यो राजनीतिकरण नगरे हुन्छ देश बनाऊ जनतालाई सुख शान्ति देऊ त्यही नै हो